हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। होप सबजना सन्चै हुनुहुन्छ होला। सो आज धेरै लामो समयपछि मैले फेरि नेप्सेको भिडियो लिएर आएको छु। सो यो भिडियोमा हामीले के हेर्न खोज्छौँ भन्दाखेरि ओभरअल नेप्से कहाँ छ होइन, अनि त्यसपछि स्टक वाइज पनि हेर्छौँ कुन स्टक कहाँ छ, कुन लेभलमा छ, के हुन खोजेको हो भनेर। र त्यसपछि चाहिँ हामीले चाहिँ 2-3 वटा वाच लिस्ट पनि दिन्छौँ, अनि यसको भिडियो चाहिँ फेरि म नेक्स्ट विक सन्डे अथवा स्याटरडे लिएर आउनेछु है। सो आजबाट चाहिँ विकको लास्ट डेजमा चाहिँ ओभरअल म नेप्सीको भ्यू र वाच लिस्ट प्लस स्टकहरूको बारेमा लिएर आउनेछु। सो तपाईँहरूले चाहिँ नयाँ हुनुहुन्छ भने सबजनाले सब्सक्राइब गरिदिनु होला र वाच लिस्ट हेर्नको लागि कोरिदिनु होला है। सो ओभरअल नेप्सी हेरौँ के भइरहेको छ भनेर है। सो यहाँ एक्सप्लेन गर्नुभन्दा अगाडि म पछाडि जान्छु। सो मार्केटमा के थियो भन्दाखेरि यो लेभलबाट जब फल आयो, यहाँबाट चाहिँ अलिकति अडिन खोज्यो प्राइस र यही रेन्जमा खेल्यो। त्यसपछि चाहिँ यसको लिक्विडिटी निकालेर यो फेयर भ्यालु ग्यापहरूबाट चाहिँ फेरि के गर्यो भन्दाखेरि एउटा राइज गर्यो, यहाँ बढ्यो। अनि बढिसकेपछि फेरि यहाँ लिक्विडिटी बिल्ड भयो। यो लिक्विडिटी बिल्ड भएपछि एउटा यहाँ लिक्विडिटी निकालेपछि यसले चाहिँ राखिदियो। अनि त्यसपछि यो ओभरअल सबलाई निकालेपछि यो अर्डर ब्लकबाट चाहिँ फेरि मार्केट के हुन खोजिरहेको छ भन्दाखेरि माथि लाग्न खोजिरहेको छ है। सो ओभरअल भ्यू हेर्दाखेरि नेप्सेमा के भइरहेको हो भन्दाखेरि यो कन्डिसन, यो सिचुएसन हेर्नुहुन्छ भने फल पछि चाहिँ लिक्विडिटी लिँदै माथि गइरहेको थियो है। अब नियर टु जब अर्डर ब्लकमा आयो हाम्रो, अब यो पनि एउटा लिक्विडिटी भयो। त्यसपछि यहाँबाट चाहिँ फेरि के गर्यो भन्दाखेरि यो रिसेन्ट फल भयो। त्यसपछि यसको लिक्विडिटी लग्यो यो लेभलमा। लिक्विडिटी लगिएपछि हामीसँग एउटा बेस पनि थियो। बेसबाट चाहिँ के भयो भन्दाखेरि एउटा राइज दियो। अनि यो राइज चाहिँ यहाँसम्म बुकिङ भयो है। यो बुक भइसकेपछि अब फेरि तल एउटा डाउन थियो। मार्केट यहाँबाट चाहिँ झऱ्यो। झरिसकेपछि यहाँबाट फेरि लिक्विडिटीले राइज दियो। फेरि यो लेभलबाट फेरि एउटा हामीले चाहिँ बाई गर्न मिल्थ्यो। अनि त्यसपछि चाहिँ फेरि हेर्नुहुन्छ भने के भएको थियो भन्दाखेरि यहाँ लिक्विडिटी थियो, लियो। त्यसपछि अर्डर ब्लक, यहाँ एक्सट्रिमको एउटा सानो अर्डर ब्लक पनि छ। लेट मी सो यु यो वाला अर्डर ब्लक है। फेरि यो अर्डर ब्लकबाट के भयो भन्दाखेरि माथि जान खोज्यो, फेरि माथि गयो। अब यो जाँदाखेरि अब लिक्विडिटी नियरेस्ट हाम्रो 50% जोन अथवा फर्स्ट टार्गेट भनेको यो। त्यसपछिको जोनहरू हेर्नुहुन्छ भने यो भयो अथवा यो माथिको अर्डर ब्लकहरू भयो। सो बियर इज अर्डर ब्लकमा चाहिँ के भयो भन्दाखेरि प्रफिट बुक भयो। अब यसपछि चाहिँ फेरि मार्केटमा न्युज अनि त्यसपछि धेरै कुराहरू आउन थाल्यो मार्केटमा। पोलिटिकल सिचुएसन हेर्नुहुन्छ भने लथालिङ्ग छ, के हुनेवाला छ कसैले केही भन्नै सक्दैन कि के हुन्छ भनेर। सो त्यसैले गर्दाखेरि के छ भने गर्दाखेरि मार्केटमा अहिले फियर छ। तैपनि हेर्नुहुन्छ भने एउटा मैले के हेरेको छु भन्दाखेरि दिस इज अर्डर ब्लक जुन चाहिँ एकदम राम्रो हो है। अब एउटा सर्ट टर्मको लागि यो लेभलबाट चाहिँ तपाईँले चाहिँ गेन गर्न सक्नुहुन्छ है। अब को एन्ट्री बनाउनु भयो, को छुट्नु भएको छ भनेपछि म यसको लेभलबाट चाहिँ नेप्सेमा पनि स्टिल अहिले चान्सेस छ बाई जाने है। एउटा हामीले चाहिँ सर्ट टर्मको लागि चाहिँ गेन गर्न सक्ने चान्सेस पनि देखिरहेको छु। मेबी हामीले यो अर्डर ब्लक अथवा यो भोल्युम इम्ब्यालेन्सहरूको जोनहरूसम्म राख्न सकिन्छौँ है। सो त्यसको लागि चाहिँ 1 आवरमा गएर कुन लेभल चाहिँ बेस्ट होला भनेर म देखाइदिन्छु। द्याट इज दिस इज यो अर्डर ब्लक अहिले पनि अनमिटिगेटेड छ, अथवा यो फेयर भ्यालु ग्याप भनौँ यतिको लेभल मानौँ न। यो लेभलबाट चाहिँ स्टिल हजुरहरूले चाहिँ एउटा पोजिसन चाहिँ लिन सक्नुहुन्छ है फर द सर्ट टर्मको लागि। यो लेभलहरूलाई हेरेर 1:3 द्याट इज नेप्से चाहिँ 2-3% अप हुने गरी चाहिँ हजुरहरूले चाहिँ के गर्नु सक्नुहुन्छ भन्दाखेरि एउटा प्लान गर्न सक्नुहुन्छ। दिस लेभल एक्ज्याक्टली यो लेभलबाट चाहिँ हजुरले चाहिँ एउटा पोजिसन फेरि बिल्ड गर्न सक्नुहुन्छ है। हुन त अब हाम्रो बोथ वे मार्केट छैन, हामीले माथिबाट सेल गरेर तल प्रफिट बनाउन सक्छौँ भनेर भन्न सक्दैन। सो अब यस्तो कन्डिसनमा यस्तो चप्पी मार्केटमा चाहिँ हामीले बाई लिन खोजिरहेको छौँ भने हाम्रो टार्गेट चाहिँ अभियसली सानो हुनु पर्यो। ठुलोको लागि हेर्नुहुन्छ भने फस्न सक्नुहुन्छ र बिगर लसमा पनि पर्ने चान्सेस अलिकति बढी हुन सक्छ है। सो दिस इज द कन्डिसन फर नेप्से। अहिलेको लागि म नेप्सेलाई यो लेभलमा चाहिँ बाई हेर्न खोजिरहेको छु। यो लेभलमा आयो भने इट्स गुड है। सो तपाईँहरूले पनि इफ प्लान गर्नुहुन्छ, तपाईँहरूले पनि इफ प्लान गर्न खोजिराख्नु भएको छ भने यु क्यान सी अल्सो। तर बिफोर बाई तपाईँले आफ्नो एनालाइसिस गर्नु होला, यतिकै नजानु होला है। सो अहिलेको लागि म नेप्सी यही हेरिरहेको छु। र विकली वाइज हेर्नुहुन्छ भने विकली वाइज एउटा मैले के हेरेको छु भन्दाखेरि यो लेभलमा चाहिँ एक्सट्रिम अमाउन्ट अफ लिक्विडिटी परेको छ। सो अब म के हेरेको छु भन्दाखेरि यो लेभल मेबी यो लेभलमा चाहिँ आउने चान्सेस चाहिँ अलिकति छ, र यो लेभलबाट चाहिँ राइज भयो भने अलिकति राम्रै रिटर्न हामीले गेन गर्न सक्छौँ। सो
विकली वाइज यो लेभल चाहिँ अलिकति स्ट्रङ देखिरहेको छु, दिस दिस लेभल है। अब त्यसपछिको लेभलहरूलाई कुनै लेभल छैन जसले चाहिँ होल्ड गर्न सकिन्छ मार्केटमा। अब यसलाई चाहिँ 1 आवरमा गएर वान डेमा गएर रिडिफाइन गर्नुहुन्छ भने यो लेभल आउँछ है, दिस लेभल। अब यो लेभल आयो है, यो लेभल आइसकेपछि अब हेर्नु है, यो लिक्विडिटी बाँकी, यो लिक्विडिटी बाँकी, यो लिक्विडिटी, यो एक्सेस एमाउन्ट अफ लिक्विडिटी हेर्न सक्नुहुन्छ यो लेभलमा है। अब यहाँबाट यो अडिन खोजेन भने, यो लेभलहरूबाट अडिन खोजेन भने यही हुन्छ तपाईँको बेस्ट जोन, जहाँबाट हजुरले चाहिँ एउटा फेरि बाई पोजिसन बनाउन सक्नुहुन्छ। र अथवा यो लेभलबाट चाहिँ झऱ्यो भने तपाईँ यो लेभलबाट अलिकति रिट्रेस हुन चान्सेस छ, त्यसपछि आएर फेरि झर्छ, अलिकति बढ्छ, फेरि आएर झर्छ, र यो हुँदै हुँदै यो लेभलमा आएर अनि त्यसपछि चाहिँ मार्केट आफ्नो र्याली समात्ने चान्सेस म देखिरहेको छु है। मेबी आई मेबी रङ, म हुन सक्छु, तर अहिलेको लागि यही हो। तर बेस्ट जोन भनेको अहिलेको लागि यो त अलिकति टाइम लाग्छ भने यहाँ एकैचोटि भन्ने बित्तिकै आउँदैन, अलिकति टाइम लाग्ने हो। तर यो जोनमा चाहिँ आउने चान्सेस चाहिँ अलिकति म बढी देखिरहेको छु है। यो जोनबाट राइज हुने चान्सेस चाहिँ अलिकति बढी देखिरहेको छु यो जोनबाट। यो जोन पनि हो हाम्रो, यो जोन पनि भयो सर्ट टर्मको लागि, मैले भनिसकेँ अघि नै है। सो यो जोनहरूबाट चाहिँ अडिन खोज्छ जस्तो लागिरहेछ मलाई मार्केट चाहिँ। हेर्नु होला के हुन्छ, त्यो चाहिँ पछि हामीले थाहा पाइहाल्छौँ। अलिकति फियरहरू चाहिँ राम्रोसँग कन्ट्रोल भयो र प्लस सबै कुरा ठिक चल्यो भने मार्केट माथि पनि जान सकिन्छ यही लेभलबाट है। यो भयो हाम्रो नेप्सेको स्टोरी। अब सेक्टर वाइज हेरौँ न त के भइरहेछ। सो लेट्स गो टु हाइड्रो। हाइड्रो के भइरहेछ? सो हाइड्रोको हेर्नुहुन्छ भने यो पहिला नै मैले यो लेभलमा चाहिँ एउटा बाई भनेको थियो है। यही लेभलमा खेलेर बसिरहेछ मार्केट, न यहाँबाट चाहिँ माथि जान खोजिरहेछ न तल जान खोजिरहेछ। अब रिसेन्ट हेरौँ न त के हो भनेर है। रिसेन्ट हेर्नुहुन्छ भने मार्केट इज इन राइट पोजिसन, अहिले पनि ठिकै छ, आतिहाल्नु पर्ने त केही देख्दैन म। एकचोटि विकली वाइज हेर्छु म, विकली वाइजमा पनि ठिकै हो। अब यही लेभल हो जुन म धेरै पहिला नै भनेको थियो, यो लेभलमा बाट चाहिँ जान सकिन्छ भनेर। अब यही लेभलमा खेलेर बसिरहेछ मार्केट, यहाँबाट अलिकति माथि पनि गएको थियो, बट यही रेन्जमा खेलिरहेछ। अब यसमा चाहिँ पोजिसन बनाउन खोजिराख्नु भएको छ भने हाइड्रो पावरमा तपाईँहरूले के गर्न सक्नुहुन्छ भन्दाखेरि एउटा म फेभ गर्छु, यहाँदेखि यही थियो, यो लेभल वाज द बेस्ट जुनमा चाहिँ एन्ट्री गरेर यही मार्केट अलिकति साइडवेज जस्तो बनाउन खोजिरहेछ। अनि नियरेस्ट अर्डर ब्लक हाम्रो यो थियो, लिक्विडिटी लगिसकेपछि, विच इज गुड। 1 आवरमा हेर्नुहुन्छ भने के जोन छ भन्नाले तपाईँले इफ नयाँ पोजिसन लिन खोज्नु भएको छ भने हाइड्रो पावरमा यो लेभलमा चाहिँ तपाईँले पोजिसन बनाउन सक्नुहुन्छ है। यो लेभलमा तपाईँले पोजिसन बनाउन सक्नुहुन्छ फर द सर्ट टर्म एन्ड यु क्यान गो फर इट। यही देखिरहेको छु म अहिले, ठिक छ। यो लेभलबाट चाहिँ हजुरले चाहिँ हाइड्रो पावरमा हेर्न सक्नुहुन्छ। अब भोलि पर्सि कति आउँछ त्यो हिसाबले चाहिँ, कहिले आउँछ भोलि पर्सि कहिले आउँछ त्यो हिसाबले चाहिँ हेर्न सक्नुहुन्छ यो लेभलमा। एन्ड त्यसपछि चाहिँ अर्को फाइनेन्सलाई हेर्नुहुन्छ भने इट्स इन अ गुड पोजिसन डे वाइज हेर्दाखेरि। विकली वाइज हेर्दा पनि राम्रो ठाउँमा छ। सो विकली वाइज भनेपछि यो आयो दिस लेभल। अब यसलाई चाहिँ हामीले अलिकति रिडिफाइन गर्दाखेरि चाहिँ कुन लेभल बन्छ भन्दाखेरि यति लेभल आउँछ। अनि यसले पनि समात्ने पऱ्यो, विकलीको यो थियो। सो इफ यो स्टक चाहिँ कहाँ भन्दाखेरि एक्ज्याक्टली ओके यहाँ माथि छ। इफ यो स्टक चाहिँ फाइनेन्सको चाहिँ यो लेभलमा आयो भने तपाईँले बाईको लागि हेर्न सक्नुहुन्छ। फाइनेन्समा चाहिँ यो लेभलमा आयो भने बाईको लागि हेर्न सक्नुहुन्छ। र यो टार्गेट तपाईँको टार्गेट भनेपछि फर्स्ट टार्गेट चाहिँ यो यही राखिदिनु है। र त्यसपछिको टार्गेट यो अर्डर ब्लक भनेपछि हाम्रो बियरी साइडको एउटा अर्डर ब्लक यहाँ छ, इनसाइडवाला हो। सो यो लेभलसम्म कमसेकम तपाईँले होल्ड गर्न सक्नुहुन्छ 1:3 को लागि। द्याट इज फाइनेन्स कम्पनीमा चाहिँ 10% को लागि तपाईँले जान सक्नुहुन्छ। ओके, फाइनेन्सको यो भयो। यसमा त सिम्पल छ, के एक्सप्लेन गर्नु परेन, अल थिङ गुड, यस ठिक छ। त्यसपछि माइक्रो फाइनेन्स हेरौँ।
माइक्रो फाइनेन्समा हेर्नुहुन्छ भने कन्डिसन चाहिँ अलिकति डामाडोल छ भनेपछि यो लेभललाई मात्रै हेर्नुपर्ने हो हामीले। अनि यो लेभलमा चाहिँ हामीले युजर अमाउन्ट अफ लिक्विडिटी पनि लाग्छ। सो माइक्रो फाइनेन्समा हेर्नु भनेको यो लेभल हो। यो लेभललाई डिफाइन गर्नुहुन्छ भने यही एक्ज्याक्टली यही आइरहेको छ। ओके, यो लेभलमा चाहिँ हजुरले चाहिँ वाच गर्न सक्नुहुन्छ। माइक्रो फाइनेन्स चाहिँ यो लेभलमा आइसकेपछि हजुरले वाच गर्न सक्नुहुन्छ। या साइडवेज भएर अलिक बिस्तारै बढ्न सक्ने चान्सेस चाहिँ छ। ठिक छ, यो चाहिँ हाम्रो माइक्रो फाइनेन्सको भयो। ओके, यही भयो माइक्रो फाइनेन्सको। र त्यसपछि चाहिँ अब के हेरौँ भन्दाखेरि डेभलपमेन्ट ब्याङ्कलाई पनि हेर्नुहुन्छ भने केही छैन अहिले पनि, नथिङ टु वाच फर। करेन्ट सिचुएसनमा केही छैन, पछि आएर यो लेभलमा केही गर्ला जस्तो छ। यो लेभल, यस दिस इज द लेभल, जुन चाहिँ यो लेभलमा चाहिँ तपाईँले चाहिँ यो लेभल गर्नु पर्यो। ठिक छ, हुन त यहाँ पनि छ एउटा, म यो पनि कोरिदिन्छु। यो लेभल, यो दुइटा कुनै लेभलमा तपाईँले पोजिसन बिस्तारै बिस्तारै बनाउन सक्नुहुन्छ। यो लेभलमा आइसकेपछि अहिलेको लागि डेभलपमेन्ट ब्याङ्कमा पनि केही देखिरहेको छैन है। त्यसपछि ब्याङ्कमा जाउँ, कमर्सियल ब्याङ्क। ब्याङ्किङलाई हेर्नुहुन्छ भने ब्याङ्किङमा के छ, ब्याङ्किङमा विकले चाहिँ अलिकति स्विप गरेर गएको छ। कुनै लेभल भन्दाखेरि नाइ, आइएम स्टिल नट पोजिटिभ इन द ब्याङ्किङ टु। म ब्याङ्किङमा पनि स्टिल पोजिटिभ छैन। यस, यतिकै अहिले साइडवेज बस्ने चान्सेस चाहिँ देखिरहेको छु। ब्याङ्किङमा पनि केही छैन। होटल हेरौँ, होटेलमा हेर्नुहुन्छ भने होटेल इज इन इन्डिसिजन, कुनै प्रपर एउटा डिसिजनमा छैन, तर लिक्विडिटी लगिसकेको छ। सो होटलमा चाहिँ अलि सानो सानो गरेर तपाईँले चाहिँ पोजिसन बनाउन खोज्नुभयो भने लिन सकिन्छ। लङ ट्रेडहरू चाहिँ हामीले होल्ड गर्न सक्दैनौँ। कुनै कुनै यसको भित्रको कुन कुन स्टक छ, त्यो स्टकहरूमा चाहिँ इफ राम्रो पोजिसन बनेको छ भने तिनीहरूमा चाहिँ बाई गरेर तपाईँले चाहिँ पोजिसन बनाउन सक्नुहुन्छ भनेर देखिरहेको छु है। त्यसपछि म्यानुफ्याक्चरिङ भनौँ, म्यानुफ्याक्चरिङ हेर्नुहुन्छ भने म्यानुफ्याक्चरिङमा चाहिँ मैले खासै केही देखेको छैन। नथिङ। एउटा यहाँ चाहिँ बेस बनाउन त खोजिरहेको छ, अब यसले चाहिँ कति बस्छ भनेर भन्न सक्दैन मैले एक्ज्याक्टली। एन्ड माथि भनेपछि बरु बेटर के छ भने तपाईँहरूको ट्रेड छ भने यो लेभलमा चाहिँ एउटा सेल आउट गरेर निस्किनु भनेर भन्छु। यही जोन चाहिँ हो। अब यहाँबाट बढ्यो भने ठिकै छ, नत्र चाहिँ अलिकति गाह्रो छ यसलाई पनि। हुन त यही जोन एउटा है, यही जोन एउटा, तर पनि म स्ट्रङ चाहिँ भन्दिनँ। एग्रेसिभ बाई यसमा लिनु भनेर त भन्दिनँ है। एग्रेसिभ बाईको लागि त म रिकमेन्ड गरिनँ। हुन त जोन यही हो, बट आई विल नट टेल यु फर द एग्रेसिभ। स्टक हेरेर अलिकति प्लेस बनाउन सक्यो, तर एग्रेसिभवाला चाहिँ बनाउन सक्दैन है। सो अब यो भयो हाम्रो स्टकहरूको कुरा। अब लेट्स गो फर के वाच लिस्टहरू म दिन्छु। सो वाच लिस्टहरूमा चाहिँ मैले केही स्टकहरू राखेको छु। सो त्यसको लागि बिफोर एन्ट्री हजुरहरूले आफ्नो के भन्छ एनालाइसिस पनि गर्नु होला। विदाउट एनालाइसिस चाहिँ नजानु भनेर भन्छु म है। सो लेट्स सी कुन कुन स्टक चाहिँ वाच लिस्टमा हो भनेर है। सो फर्स्ट अफ अल मेरो वाच लिस्टमा चाहिँ के छ भन्दाखेरि सिटी भन्ने एउटा छ, सिटी भन्ने छ। सो सिटीमा के भइरहेको छ भन्दाखेरि, ओके, सो सिटीको चार्टमा आइसकेको छौँ हामीले। यसमा चाहिँ विकलीमा जान्छु म, अनि आई विल एक्सप्लेन यु अल के भइरहेको छ भन्दाखेरि मार्केट यहाँबाट माथि गएको थियो, त्यसपछि डाउन आएर फेरि एउटा माथि गयो, त्यसपछि चाहिँ फेरि पुरै बियरिस थियो। बियरिस भइसकेपछि म विकली चार्टमा छु। यसले के गरिरहेछ भन्दाखेरि सबै लिक्विडिटीहरू जति पनि लिक्विडिटी थियो, यो जोनको भयो, यो माथिको जोनको भयो, सबैको लिक्विडिटीहरू निकाल्यो र एउटा बेसमा आएर चाहिँ यसले चाहिँ अडिन खोज्यो। लाइक हेर्नुहुन्छ भने कति धेरै लिक्विडिटीहरू यसले चाहिँ निकालिसकेको छ मार्केटबाट है। र लिक्विडिटी निकालिसकेपछि के हुन्छ भन्दाखेरि बिग प्लेयरको एन्ट्री त्यसपछि मात्रै हुने भनेर म भनिरहेको हुन्छु है। सो त्यही हो यसमा खासमा भएको। यहाँ भोल्युम इम्ब्यालेन्स पनि छ। यो जोनबाट मार्केट चाहिँ फर्क्यो। वान डेमा जानुहुन्छ भने यहाँ चाहिँ हामीले एउटा अर्डर ब्लक हेर्न सकिन्छौँ। लिक्विडिटीहरू लगिसकेको छ मार्केटमा हेर्नुहुन्छ भने यहाँ लिक्विडिटी चाहिँ के गर्यो भन्दाखेरि लगिसक्यो। यहाँ पनि के गर्यो भन्दाखेरि यो लिक्विडिटी लगिसक्यो। अब पोजिसन कसरी भन्यो भने बाई कहाँबाट हो भनेर हेर्छौँ है। वान डेमा हेर्नुहुन्छ भने बाई भनेको हाम्रो यहाँबाट चाहिँ एक्ज्याक्टली बाई कहाँ थियो भनेर हेर्नुहुन्छ भने अलिकति तलै थियो, लाइक यो अलिक तल भन्नाले यहाँ यो जोनमा थियो। अब यो जोनमा समात्नु भएको छैन भने बेस्ट बाई भनेको यसको लागि तपाईँले यो रेन्जमा आयो भने
यो रेन्जमा आयो भने तपाईँले यहाँ चाहिँ पोजिसन बनाउन सक्नुहुन्छ यो रेन्जमा या या यहाँ चाहिँ बनाउन सक्नुहुन्छ तपाईँले पोजिसन है अब यो लोदेखि एउटा कोरेर हेर्छु यही आउँछ कि आउँदैन भनेर अब हेर्नुहुन्छ भने यही रेन्ज आइरहेको छ है यो रेन्ज आइरहेको छ 50% पनि डाउन पनि हो डिस्काउन्टेड प्राइसमा पनि हो सो हजुरले चाहिँ बाईको लागि यो लेभलबाट एउटा बाई हेर्न सक्नुहुन्छ टार्गेट भनेको यतापट्टिको जोनलाई राख्न सक्नुहुन्छ यता कुनै है सो एउटा बाईको लागि चाहिँ स्टक यही देखिरहेको छु म यसरी आउँछ अनि त्यसपछि जाने चान्सेस चाहिँ देखिरहेको छु यसमा चाहिँ है सो यो भयो यसको प्राइस रेन्ज चाहिँ कति हो भन्दाखेरि रेन्ज भनेको तपाईँको बिलो 410 408 भनौँ न 410 बिलो 410 बिलो है 400 बिलो 410 बाईको लागि जानु र टिपी टिपी चाहिँ यो जोनहरूतिर राखिदिनु होला फर्स्ट टिपी चाहिँ फर्स्ट चाहिँ अलिकति यहीँ बुक गरिहालौँ नि त्यसपछि यहाँसम्म जान मिल्यो राम्रो चल्यो भने सबै कुरा ठिक चल्यो भने अझै माथि जान सकिन्छ बट तपाईँले चाहिँ यहाँ चाहिँ अलिकति यसले बुक गरेको चाहिँ राम्रो हुन्छ है र अर्को चाहिँ मेरो वाच लिस्टमा चाहिँ के हो भन्दाखेरि युएआइएल युनाइटेड वाला है अब यसमा पनि हेर्नुहुन्छ भने सेम कन्डिसन त्यही भएको हो जुन मैले अघि एक्सप्लेन गरेको थियो यसमा चाहिँ लिक्विडिटी हुसेमा थियो सबै लिक्विडिटीहरू निकाल्यो यहाँको पनि हेर्नुहुन्छ भने अलिकति आएर लिक्विडिटी निकालेको छ र हाम्रो अर्डर ब्लकमा आयो प्राइस चाहिँ यो अर्डर ब्लकलाई टच गर्यो यो अर्डर ब्लक अथवा यसलाई भन्नुहुन्छ भने एउटा फेयर भ्यालु ग्याप यसलाई चाहिँ टच गरेको छ प्राइसले सो यो यसमा पनि हजुरले चाहिँ एउटा पोजिसन चाहिँ बनाउन सक्नुहुन्छ वान डेमा जानुहुन्छ भने यहाँ अर्डर ब्लकमा लाइट निकालिसकेपछि एफबिसीमा आयो एफबिसी आएपछि पुरै साइडवेज बसिरहेको थियो कुनै पनि लोलाई ब्रेक गर्न खोजेन अनि त्यसपछि चाहिँ फेरि नियरेस्ट लिक्विडिटीहरूलाई पनि यो लेभलमा निकालिसक्यो मार्केटले र यो अर्डर ब्लकबाट चाहिँ के गर्न खोजेको भन्दाखेरि बाई चाहिँ आएको हो अब रिसेन्टमा चाहिँ कहाँबाट बाई गर्न सक्नुहुन्छ भन्दाखेरि अब अस्ति चाहिँ हिजै अब यो फ्राइडे चाहिँ एक्ज्याक्टली एकदम राम्रो मिठो बाई थियो होइन अब इफ अझै तल कुर्नुहुन्छ भने तपाईँ यो जोनमा चाहिँ एकचोटि हेर्नु इफ पाउनु सक्नुभयो अब यसको त मलाई लाग्दैन पाउँछ होला है भोल्युम पनि राम्रै ठिकै आएको छ सो यसमा चाहिँ पाउँदैन होला भन्ने विचार छ इफ पाउनु भएको छ भने एकदम राम्रो है पाउनु भयो भने एकदम राम्रो हुनसक्छ यो स्टक पनि यो लेभलहरूसम्म राख्न सक्नुहुन्छ तर यसको बाई भनेको यही लेभलमा थियो है यो लेभलमा बाई थियो बाई गर्नेहरू बाई गरिसकेको छ है सो ओके तपाईँहरूले अलिकति तल यो लेभलमा पाउनुभयो भने अब यहाँदेखि प्राइस माथि गएर तल फर्किँदाखेरि नलिनु त्यसपछि कन्डिसन सिचुएसनहरू अर्कै बन्छ र त्यो हिसाबले चाहिँ जानुपर्ने हुन्छ होइन अहिलेको लागि चाहिँ हिजो बाई थियो अब तपाईँले अलिकति लोवर प्राइसमा पाउनुहुन्छ भने लिँदा भयो है र अर्को भनेको बिएफसी बेस्ट फाइनेन्स कम्पनीको भनेपछि एक्ज्याक्टली एकदम राम्रो हो यो स्टक यो लेभलहरूको लागि अथवा यो लेभलहरूको लागि चाहिँ तपाईँले पिक गर्न सक्नुहुन्छ यो लेभलहरूको लागि चाहिँ पिक गर्न सक्नुहुन्छ यो लेभलमा चाहिँ एक्ज्याक्ट फ्राइडले चाहिँ एकदम राम्रो बाई देखाएको थियो त्यसपछि चाहिँ मार्केट चाहिँ प्राइस यहाँसम्म जाने चान्सेस चाहिँ म देखिरहेको छु है यो भयो अब अरू स्टक हेर्नुहुन्छ भने पिएचसिएल एउटा पिएचसिएलमा पनि एउटा बाई चाहिँ देखिरहेको छु है म सबलाई निकाल्यो एफबिजीबाट फर्क्यो त्यसपछि एउटा टार्गेट पनि दियो त्यसपछिको अर्डर ब्लक हाम्रो कहाँ छ भन्दाखेरि विकलीको अर्डर ब्लक यो लेभलमा छ यो लेभलमा आयो यो लेभलमा आइसकेपछि प्राइस चाहिँ स्टिल तपाईँले चाहिँ 300 को रेन्जमा यो रेन्जमा पाउनुभयो भने तपाईँले एउटा सानो हेर्नु बाइकको लागि यो चाहिँ यहाँबाट फर्किएको छ अर्डर ब्लक बिहारी साइड सो अलिकति तल हेर्नुपर्ने हुन्छ है यहाँ नहेरेर अलिकति तल हेर्नुलाई ऊ जान चाहिँ जान सक्छ यो लेभलमा पनि हजुर बरु एउटा रिस्क लिन मन छ भने तपाईँले चाहिँ यो रिस्क यहाँ लिनु तर अलिकति स्टप लस चाहिँ यसको म चाहिँ तलै भन्छु राख्नलाई यो रेन्जमा स्टप लस राखेर 5%को स्टप लस 6% स्टप लस राखेर तपाईँले चाहिँ यहाँसम्म चाहिँ बाई पोजिसनको लागि जान सक्नुहुन्छ है ठिक छ सो यो चाहिँ म वाच लिस्टमा सो हाम्रो आजको वाच लिस्ट चाहिँ हेर्नु भनेको स्टक कुन कुन भनेको भने एउटा चाहिँ पिएचसिएल तल आयो भने किन्नु होला एउटा बिएफसीको त हल्का तल आयो भने रेन्जमा आयो भने किन्न सक्नुहुन्छ युएआइएल अनि त्यसपछि चाहिँ अर्को सिआइटिवाई सिटी
यति स्टक मैले चाहिँ के भन्यो भन्दाखेरि आई एम रिकमेन्डिङ यु टु तपाईँले चाहिँ आफ्नो एनालाइसिस गरेर बाइकको लागि हेर्न सक्नुहुन्छ है। सो यति हाम्रो वाच लिस्ट भयो। सो तपाईँले चाहिँ ओभरअल नेप्सीको मुभ के गर्नु होइन, अनि त्यसपछि चाहिँ सबै कुरा मैले भनिसकेको छु। कस्तो लाग्यो भिडियो र यस्तै यस्तै इच विक तपाईँले चाहिँ भिडियो चाहनुहुन्छ भने कमेन्टमा चाहिँ यस भनेर लेखिदिनु। कम भिडियो चाहिँ ल्याउनु भनेर विकको लास्टमा चाहिँ म डेली भिडियो चाहिँ अपलोड गरिदिन्छु के कन्डिसन छ र सर्टेन वाच लिस्टहरू पनि दिन सक्छु। सो त्यसको लागि चाहिँ तपाईँले कमेन्टमा चाहिँ यस लेखिदिनु, अनि त्यसपछि आई विल डिसाइड ओके आई विल कम डेली लास्टको विकमा चाहिँ एउटा भिडियो भिडियो राखिदिन्छु भनेर भनिदिन्छु। र आजको भिडियो कस्तो लाग्यो भनेर भन्नु, र केही क्वेरी छ भने तपाईँले चाहिँ कमेन्टमा भन्न सक्नुहुन्छ है। सो आजको लागि यति नै। थ्याङ्क्स फर वाचिङ।